आज हामी यो रोडमा बसेका 4 लाख जो जति छौं यो सबै गरिब जनताको छोरा हो। हामीलाई खाली भोट हाल्ने एउटा माध्यम र साधन मात्रै बनाएका छन् यहाँका दलहरूले। यदि म विनोद चौधरीको छोरा भएको भए आज अमेरिका, अस्ट्रेलिया र क्यानाडामा म कुइरीहरूसँग रमाउँदै थिएँ होला, म टिचर हुन्थेन होला। यो सारा जो जति छ गरिबका छोराछोरी हुँ हामी आज। त्यसैले हामीलाई भोटको माध्यम मात्रै बनाइयो, भोटको साधन मात्रै बनाइयो। अहिले अरू धेरैले पर्दैन। नेपाली कांग्रेस, एमाले र माओवादी निकटका हामी शिक्षक जो छौं भातृ संगठनको रूपमा रहेका, उनीहरूले यही रोडबाटै आजैदेखि हामीले यो जे छन् लगेका हाम्रा सबै उ गरेर आजदेखि नितान्त हामी शिक्षक महासंघ शिक्षक मात्रै चिन्छौं भनेर हामीले सदस्यता त्याग्ने बित्तिकै नेपालका राजनीतिक दलहरूलाई यो एउटा नयाँ चुनौती हुनेछ अनि मात्रै सुन्नेवाला छन्। त्यो हिम्मत छ तपाईहरुसँग? यो हाम्रो नेतृत्वमा हिम्मत हुनुपर्छ। ममा छ, म आजै त्याग्न तयार छु। नेपाली कांग्रेस पनि सत्तामा छ। आज उसका कार्यकर्ताहरू हामी हैन, अहिलेसम्म त यही बेलेम लाउने गरिएको छ नि त। नेपाल शिक्षक संघ नेपाली कांग्रेसको झोले उ हो भनेर भन्ने गरिएको छ र हामी टिचरहरूलाई नै यो पार्टीका झोले हुन् भन्ने गरिएको छ। अब बल्ल थाहा पाउँदैछन् 4 लाख शिक्षक कर्मचारीहरू र हाम्रा नेतृत्वले। हो, यो वास्तविक हो। हाम्रा नेताहरू कहीँ न कहीँ गएर कुनै न कुनै दल र नेतासँग जोडिएकै छन्। त्यसैले त्यही कुराले गर्दा आज 20औं दिनसम्म यो 2 लाख मास रोडमा हुँदा पनि यिनीहरूका कान खुलेनन्। अझ महिनौं दिन हामी यहाँ बस्न तयार छौं। यो अन्तिम आन्दोलन हो हाम्रो। यी हाम्रा कार्यकर्ता हुन्, हामीले भनेको मानिहाल्छन् भनेर हेपिएको हो। यो सरकारले आजै माग पूरा गरिदियो भने हामी आजै गएर कक्षा कोठामा पढाउन एकदम आतुर छौं हामी।